राष्ट्रपा महाधिवेशनको सरगर्मी महामन्त्रीमा दर्जन बढी आकांक्षीको लड्को। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनमा 2 महामन्त्री पदका लागि आकांक्षीको भिड देखिएको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह निर्विरोध हुने सम्भावना भए पनि अन्य पदहरूमा प्रतिस्पर्धा हुने देखिन्छ। महाधिवेशन प्रतिनिधिहरू मत माग्ने गतिविधिमा सक्रिय भएका छन् भने बन्द सत्र ढिलाइका कारण औपचारिक प्रक्रिया सुरु हुन सकेको छैन। 19 पदाधिकारी र 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नुपर्ने भए पनि 79 सदस्य निर्वाचनबाट आउनेछन्। पार्टीभित्र महामन्त्री पदका लागि करिब 1 दर्जन नेताहरू आकांक्षी छन्, जसमा वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, पोपदेव शाह, मनिष शाह, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारी लगायत छन्। विभिन्न समूहहरूको एकतापछि बनेको ठूलो संरचना भएकाले सबै पक्षलाई समृद्धि सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। तर आकांक्षी धेरै भएकाले सहमति जुटाउन नेतृत्वलाई चुनौती देखिएको छ।